मैले तपाईँलाई डिस्कसन गर्ने यो भन्दा मोबाइल अलि उता गर्नु सर। यो मागहरू सबै चाहिँ के छ लिएर आउनुहोस्, बस्छौँ, कुरा गरौँ, कसरी गर्ने त्यसमा सल्लाह गरौँ। 1 महिना लाग्छ, नो प्रब्लम। 100 वर्षको लागि काम समाधान भएन, त्यसरी सोच्नु पऱ्यो क्या, बुझ्नुभयो नि होइन। त्यही भएर लिएर आउनुहोस्, के भन्छ हाम्रो सचिवको नम्बर दिन्छ, म्यानेजरहरू नआउँछ, तपाईँहरू नआउनुहोस्, सबैजना बसेर छलफल गरेर कसरी गर्ने, ताकि तपाईँ जस्तो तपाईँ त आज उभिनु भयो, मैले माने, नो प्रब्लम। तर मलाई भविष्यमा कुनै दलित यहाँ आएर यसो उभिएको हेर्नु चाहिँ नपरोस् भन्ने कुरा मेरो कुरा छ, मेरो कुरा चाहिँ। अब त्यसको लागि भनेको तपाईँ हामी मिलेर समस्याको समाधान गर्ने, यहाँ पक्ष र विपक्ष भन्ने छैन, हामी त्यही भएर म तपाईँलाई भनेको तपाईँ आह्वान गर्नुहोस्। द्याट्स ओल्ड ट्रेडिसन, त्यही संस्कार भत्काउन आएको, हामी संस्कारलाई ब्रेक गर्न आएको हो नि त। तपाईँले त्यही संस्कार ब्रेक गर्न आएको होइन र यहाँ दलितले पाउनु पर्यो भनेर आउनु भएको नि, त्यो संस्कार ब्रेक गर्न आउनु भएको होइन। हामी पनि त्यही संस्कार भने तपाईँ हामी त एउटै ठाउँमा छौँ त होइन। वाइ डिस्कस, यस हामी कुरा गरौँ, समाधान निकालौँ र यसको नीतिगत हिसाबले हामीले कसरी कानुन बनाउन सकिन्छ त्यसमा समाधानको लागि कुरा है। नम्बर